आजसम्म एउटा नङ्ग्रा मासु बनेर रहेको दार्जिलिङ र सिलगढीलाई कुनै पनि रीतिले हामी अलग हुन दिँदैछौँ। एकमुष्ट रहेको दार्जिलिङ, कालिम्पोङ, खरसाङ, मिरिक, सिलगढीलाई काटेर अलग अलग बनाउने जुन चाहिँ षड्यन्त्र आज बङ्गालभित्र सामने लाग्ने, दार्जिलिङलाई एउटा छिन्न विछिन्न पार्ने जुन चाहिँ षड्यन्त्र बङ्गाल सरकार अनि बङ्गाल हामी गोर्खा जनमुक्ति मोर्चा दिल्ली शाखाको तर्फबाट सम्पूर्ण भारतवर्षभरि छरेर रहनुभएको गोर्खा समुदायप्रति गोर्खे अभिनन्दन टक्राउँदछौँ र विशेष हाम्रो यो 2026 विधानसभा इलेक्सनमा पहाड तराई डुवर्स अनि सम्पूर्ण गोर्खा जातिको सङ्घर्षद्वारा जुन प्रकारले बिजेपीको एउटा ऐतिहासिक जित भएको छ, त्यसलाई हामी हाम्रो आफ्नो गोर्खा जातिको जित ठान्दै हामीले अगावै नै शुभकामना दिइसकेका छौँ र आज पनि हामीलाई यो ऐतिहासिक जितको निम्ति सम्पूर्ण पहाड तराई डुवर्स र बिजेपीलाई बधाई दिँदै हामी केही जरुरी विषयहरू लिएर गोर्खा जनमुक्ति मोर्चा दिल्ली शाखा हजुरहरू समक्ष यो सोसियल मिडियाको माध्यमद्वारा आउन बाध्य बनेका छौँ। विशेष कुरो के हो भने जुन प्रकारले आज सोसियल मिडियाद्वारा विभिन्न न्युजहरूद्वारा अनि विभिन्न बुद्धिजीवीहरूको मुखरविन्दबाट हामीले सुनिरहेका छौँ कि हाम्रो एकमुष्ट रहेको दार्जिलिङ, कालिम्पोङ, खरसाङ, मिरिक, सिलगढीलाई काटेर अलग अलग बनाउने जुन चाहिँ षड्यन्त्र आज बङ्गालभित्र चलिरहेको छ। एउटा शरीरलाई टुक्रा टुक्रा पारेर एकपट्टि हात, एकपट्टि खुट्टा, एकपट्टि टाउको बनाउने अनि हामीलाई एकदमै काम नलाग्ने दार्जिलिङलाई एउटा छिन्न विछिन्न पार्ने जुन चाहिँ षड्यन्त्र बङ्गाल सरकार अनि बङ्गालभित्रबाट चलिरहेको छ, यसले यो खबरले हामी नितान्त अनि एकदमै हृदयबाट नै धेरै दुखी छौँ। अनि हामी यहाँबाट यो भन्न चाहन्छौँ कि हामी आजसम्म एउटा नङ्ग्रा मासु बनेर रहेको दार्जिलिङ र सिलगढीलाई कुनै पनि रीतिले हामी अलग हुन दिँदै छैनौँ। कुनै पनि रीतिले हाम्रो दार्जिलिङ शिर हो भने सिलगढी हाम्रो पाउ हो। हामी एउटा शरीरलाई दुई भागमा बाँड्न हामी कतै पनि दिने छैनौँ भनेर चाहिँ हामी यहाँबाट यो सन्देश लिएर आएको छौँ र सम्पूर्ण दार्जिलिङ, तराई, डुवर्स अनि भारतवर्षको गोर्खाहरूलाई हामी यो अपिल गर्न चाहन्छौँ, हामीले यो घडी नै जुन प्रकारले विधानसभामा बङ्गाल विधानसभाभित्र, राज्यसभाभित्र यो सिलगढीलाई अलग्गै डिस्ट्रिक्ट बनाउने र दार्जिलिङबाट छुट्याउने जुन बिलहरू पेश गर्न गइरहेको छ भने हामीले सुनिरहेको छौँ। यो कुरो बिल्कुलै हुनुहुँदैन। यो कुरोको हामी घोर विरोध गर्दछौँ अनि सबै गोर्खा जातिले यसको घोर विरोध गर्नुपर्छ। केवल गोर्खा जाति मात्रै नभएर हाम्रो दार्जिलिङ, पहाड तराई डुवर्समा बस्ने विभिन्न समुदायहरू, गोर्खा, बङ्गाली, बिहारी, मुस्लिम, पोक्चे, मेचे, मरवाडी सबै नै एक भएर हामीले हाम्रो सिङ्गो दार्जिलिङलाई टुक्रा हुनु दिनु हुँदैन। यदि यो टुक्रा भयो भने हामी हाम्रै जग्गामा माइनोरिटीमा आउनेछौँ, हाम्रै जग्गामा हामी हेलित हुनेछौँ, हाम्रै जग्गामा हामी एउटा अन्याय र अत्याचारको सामना गर्नुपर्छ। आजसम्म हामीले 2007देखि आजसम्म गोर्खा जातिले न्याय खोज्दै आउँदाखेरि आजसम्म हामीले न्याय पाएको छैनौँ। अब हाम्रोमा जे थियो त्यसलाई पनि हामीबाट खोसिने एउटा षड्यन्त्र चलिरहेको छ। यसघरि चाहिँ हामी सम्पूर्ण गोर्खाले आफ्नो राजनीतिक चस्माहरू उतारेर अनि आफ्नो राजनीतिक दलहरू छोडेर हामी एउटा सिङ्गो गोर्खा भएर हाम्रो दार्जिलिङ, पहाड तराई डुवर्स र सिलगढीलाई बचाउने प्रयास गर्नुपर्छ र हामी यहाँबाट आह्वान गर्छौँ सम्पूर्ण पहाड तराई डुवर्सको जनता अनि विशेष गरेर हाम्रो अध्यक्ष गोर्खा जनमुक्ति मोर्चाका राष्ट्रिय अध्यक्ष विमल गुरुङज्यूलाई, दाजु तपाईँले जब पनि गोर्खा जातिलाई सङ्कट आयो, गोर्खा जातिपाति विपत्ति आयो, तपाईँ एउटा ढाल बनेर, एउटा चट्टान बनेर तपाईँ अघि आउनु भएको छ र गोर्खा जातिको उन्मुक्तिको निम्ति तपाईँले आफ्नो सर्वस्व गुमाएर पनि तपाईँ लड्नु भएको छ र आज फेरि तपाईँको आवश्यकता जातिलाई परेको छ, तपाईँको दार्जिलिङलाई तपाईँको आवश्यकता परेको छ र तपाईँ यसगरी अघि आएर तपाईले सबै कुरोलाई छोडेर दार्जिलिङ समक्ष हाम्रो माटोलाई तपाईले जोगाउनु पर्ने तपाईकोमा एउटा ठुलो जिम्मेवारी आएको छ र सम्पूर्ण गोर्खा जाति अनि दार्जिलिङको सबै जात गोष्ठीका जातिहरू अनि समुदायहरू तपाईको साथमा हामी तपाईको पिछे छौं, तपाईको साथमा खडा हुन्छौं। तर तपाईले यो कुरोलाई रोक्न पर्छ।
कुनै पनि हालतले, कुनै पनि कारणले, कुनै पनि कन्डिसनमा हाम्रो पहाडबाट हाम्रो सिलगढी काटेर जानु हुँदैन। अनि विशेष हामी यहाँबाट हाम्रो संसद महोदय राजु विष्टज्यूलाई हामी बिन्ती गर्छौँ, तपाईँलाई सम्पूर्ण गोर्खा जातिले अनि पहाड तराई डुवर्सले ठुलो विश्वास राखेर, ठुलो भरोसा राखेर तपाईँलाई हाम्रो संसद बनाएको छ। अनि हामीलाई त्यो भरोसा तपाईँमाथि छ पनि, तपाईँमाथि हाम्रो त्यो विश्वास छ पनि। अनि तपाईँले जुन माक्कल बाबाको कसम खाएर भन्नुभएको छ, म दार्जिलिङ पहाड तराई डुवर्समा अनि गोर्खा जातिको निम्ति न्याय गर्नको लागि गोर्खाल्यान्ड लिएर आउँछु भनेको र तर आज तपाईँकै शासनकालमा, तपाईँकै पिरियडमा हाम्रो दार्जिलिङ दुई भाग हुन गइरहेको छ। यसलाई तपाईँले बचाउनुपर्छ, यसलाई तपाईँले जोगाउनुपर्छ। यदि दार्जिलिङबाट सिलगढी छुट्यो भने गोर्खा जातिको मेन मुद्दा नै काटेर जान्छ, मेन मुद्दा नै मरेर जान्छ र यो मुद्दालाई मर्न दिनु हुँदैन। गोर्खाल्यान्ड हाम्रो जन्मसिद्ध अधिकार हो, हाम्रो मुटु हो, हाम्रो प्राण हो, तर सिलगढी पनि हाम्रो त्यत्तिकै महत्त्वपूर्ण भूमिका सिलगढीले पनि राख्दछ र हामी सिलगढीलाई पनि गुमाउन चाहदैनौँ। अनि सिलगढीलाई हामी गुमाउन सक्दैनौँ। यदि सिलगढीलाई गुमाउनु पर्छ भने आज गोर्खा जातिको लासमाथि चढेर मात्रै सिलगढी छुट्टिन्छ। गोर्खा जातिको एउटा आन्दोलन भएर गोर्खा जातिले आफ्नो प्राणको आहुति दिएर पनि गोर्खाल्यान्डलाई यसरी सिलगढीलाई हामी अलग हुन दिने छैनौँ भनिकन हामी यहाँबाट गोर्खा जनमुक्ति दिल्ली शाखाको तर्फबाट सम्पूर्ण पहाड तराई डुवर्स र हाम्रो प्रत्येक राजनीति दलहरूलाई अनि हाम्रो बुद्धिजीवीहरूलाई अनि हाम्रो मिडिया कर्मीहरूलाई अनि हाम्रो अराजनैतिक दलहरू सबैलाई नै आह्वान गर्दछौँ, तपाईँहरूले भोइस रेज गरिदिनुहोस्, आवाज उठाउनुहोस्। आज बिल पास हुनुभन्दा अघि नै, बिल टेबलमा जानभन्दा अघि नै, पुग्नभन्दा अघि नै, त्यो अघि डिस्कस हुनभन्दा अघि नै हामीले यस कुरोको विरोध गर्नुपर्छ। किनकि यो कुरो पहाड तराई डुवर्सको भलो बिल्कुलै छैन, पहाड तराई डुवर्सको उन्नतिको निम्ति यो बिल्कुलै होइन। यो हामीलाई हाम्रै भूभागमा हामीलाई अल्पमत बनाउने, हाम्रै भूभागमा हामीलाई भिक्टिमाइज गर्ने यो एउटा षड्यन्त्र हो र हामी सबैले तपाईँहरूलाई सम्पूर्ण भारतवर्षभरि छरेर बसेको गोर्खाहरूलाई यस भिडियोको माध्यमद्वारा आह्वान गर्दछौँ, सबै नै जागरुक हौँ, सबै नै आवाज उठाउँ। एक थुकी सुकी सय थुकी नदिए हामी सबैले नै आवाज उठाएर यो जुन चाहिँ षड्यन्त्र छ यो षड्यन्त्रलाई चाहिँ मेटाउनुपर्छ, यो षड्यन्त्रको विरोध गर्नुपर्छ भनेर हामी यहाँबाट आह्वान गर्छौँ र सबैलाई हामी दिल्ली शाखाका तर्फबाट जय गोर्खा।